पानी परेको छ केही बोल्नु मन छ हजुरलाई यो मुखमै नल्याउनु न हो सर अलिकति टाढा रहे पनि त सुनिहाल्छ नि ल ल ल ल यही टाढै राखेर ल ल भन्नुहोस् ल दुई शब्द बोलिदिनुहोस् अब असारको 15 गते हैन यस्तो झन् पानी परेको छ त्यहाँ माथि आज दही चुरो खाने दिन हैन दही पनि किनेर ल्याएछ तिर्न गर्नुहोस् टन्न पाउला तपाईँलाई ल अनुजी केही बोल्नु दिनुहोस् त अनि प्रश्न सोधेको बोल्ने हो त कति टाढा ल्याउनु यति ल्याउनु होइन यहाँ पानी परेको छ सुटिङ भइरहेको छैन केही टेन्सनहरू आज एकदमै टेन्सन भएको छ नि अब एक त असार 15 घरमै बसेर दही चिउरा खानुपर्ने त्यो पनि सम्भव भएन जे होस् ठिकै छ आज कलकत्ता सबैजना बसेर सँगै बसेर खाना पाइयो रमाइलो हुन्छ होइन त्यो पनि राम्रै हो अनि आज त खासमा त हिलो खेल्नु पर्ने सम्भवै भएन धान रोप्नु अब यहाँ हिलो छ त हिलोमा गएर खेल्नु न कस्तो कुरा गर्नुभएको धान रोपेर हिलो खेल्यो भने आउने यस्तो हिलो खेल्नु भने हो त्यहाँ माथि सुटिङमा आएको मान्छे हामी कताको हिलो खेल्न जानु होइन फुर्सद हुनु पर्यो नि सर हिलो